हेलो साथीहरू नमस्ते र आजको भ्लगमा तपाईँहरूलाई वेलकम छ र आज चाहिँ हेर्नुहोस् न बिहानै पानी परिरहेको थियो र दिन पनि कस्तो राम्रो भइरहेको थियो। त्यही भएर म चाहिँ खिड्कीको छेउमा बसेर नानीलाई पनि हेर्दै मेरो नानी चाहिँ सुतिरहेको थियो। त्यतिखेर नानीलाई हेर्दै म चाहिँ त्यहाँ एक दुईवटा लुगा चाहिँ फाटेको त्यो चाहिँ सिलाउँदै थिएँ। के गर्नु हो है, अब यस्तो लुगाहरू अलिअलि फाटेको सिलाइ गरेर पनि लाउनै पर्यो। र त्यो लुगासुगा सिलाइसकेर चाहिँ मैले मेरो नानीको लागि खाना बनाइदिएँ होइन। अनि खाना बनाइसकेर चाहिँ ऊ सुतेको थिएन, अन्त उठेँ पनि। अनि ठिकै मैले खाना पनि खुवाउनुको लागि चाहिँ उसलाई यहाँ खाना खुवाइदिँदै थिएँ। अन्त नि साथीहरू के गर्नु, हेर्नुहोस् न मेरो नानीलाई चाहिँ खाना खाँदाखेरि चाहिँ टिभी हेर्ने बानी छ हो। अन्त टिभी हेर्दै खाना खानु भन्छ हो, अनि पुरा टाइम लाएर खान्छ। टिभी हेर्दै खाएन भने खानै खाइदिँदैन राम्ररी। त्यही भएर चाहिँ टिभी खोलिदिएको थिएँ र ऊ चाहिँ त्यही टिभी हेर्दै खाना खाँदै थियो हो। त्यहाँदेखि त्यही टाइममा नै बाबालाई पनि खाना दिएको थिएँ। बाबा चाहिँ किचनमा खानुहुँदै थियो र म चाहिँ नानीलाई यता रुममा ल्याएर टिभी देखाउँदै खुवाउँदै थिएँ होइन। अन्त उसले अब अलमोस्ट कम्प्लिट भइसक्यो खाना। त्यहाँदेखि चाहिँ खाइसक्यो। हेर्नुहोस् न, फिनिस। अब खेल्दैछ। आमा खानुहुन्छ है। हेलो गाइज भन, हेलो भन, हेलो भन। टुकु 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 टुकु। अब म माम खान्छु। सबैजनाले खाइसक्नु भयो, मैले चाहिँ खान्छु हो। म खान्छु अब, किन म चाहिँ नानीलाई खुवाउँदा के गर्दा यस्तो भएर अब म खान्छु। दिदी पनि जानुभयो। चाहिँ खानापिना चाहिँ भेन्डीको सब्जी फ्राई, निउरो अनि सोल्डर, यो चाहिँ अचार छ। हुन्छ त म तपाईँलाई अहिले देखाउँछु ल। यहाँ चाहिँ मेरो खाना सब्जी रेडी छ। अब चाहिँ म खाएर भेट्छु है गाइज। मैले चाहिँ माम खाएँ होइन, के गर्नु साथीहरू। माम पनि म त यहीँ बसेर खाएँ। यहाँ नानीलाई चाहिँ यहाँ बेडमा राखेको थिएँ, फेरि म यहाँ बसेर खाएँ। त्यही पनि खानु कत्रो हेर्नु नि। यहाँ के भयो पुकु, भाँडा पनि छिटो छिटो माझेर आएको। यहाँ हेर है, हेलो भन, हाई भनिदेऊ पुकु। यहाँ हेर है, मामसम खाएर म चाहिँ हो अब त्यसलाई सुताउँछु। अन्त म एकछिन आराम गर्छु। हुन्छ गाइस, म तपाईँहरूलाई भरे भेट्छु है, बाई। इभिनिङमा भेट्छु नि। अब पुकु सुत्छ। ओके पुकु, अब नुनु गर्नुपर्छ ल। यता हेर्नुहोस्, यता हेर्नुहोस्, हाई भनिदिनु न। यहाँनिर चाहिँ पुकु मस्त कति मजाले सुतिरहेको थियो। त्यही भएर मैले डिस्टर्ब गरिनँ उसलाई चाहिँ। तपाईँहरूले यो दुधवाला अङ्कलको बाइक देख्नुहुँदैछ नि। यो दुधवाला अङ्कल चाहिँ सधैँ आउनुहुन्छ। बिहान चाहिँ 7 बजी र बेलुका चाहिँ 5 बजी आउनुहुन्थेन। तर आज चाहिँ बिहान आउनु भएन, किनभने पुरा पानी परिरहेको छ नि दाजु। सायद त्यही भएर पानी परेकोले गर्दा बिहान आउनु पाउनु भएन। अन्त बिहान आउनु भएकोले गर्दा हाम्रोमा दुधै थिएन, दुध थाप्नु पाएन। हिजो बेलुकाको जति पनि दुध थियो, हिजो बेलुकाको दुध हामीले बिहान खाइलेसँग खाइहाल्यौँ र दिनभरि एउटा दुध थिएन होइन। यसो कोही पाहुना आएको भए चिया बनाएर दिने दुध पनि थिएन, त्यस्तो भएको थियो आज। त्यही भएर मलाई चाहिँ कहिले अब इभिनिङ हुन्छ र यो दुधवाला अङ्कल आउनुहुन्छ र दुध दिनुहुन्छ भनेर भनिरहेको थियो। ठिक्कै आउनु पनि भयो। अन्त दुध पनि अब त्यो डिब्बा दुधको भाँडा दिएँ, दुधहरू थाप्नुभयो हो। त्यही अङ्कल हेर्नुहोस् न, यहाँ गफ गर्नुहुँदैछ। छोरा चाहिँ उठ्यो। दुधवाला भन्दा भन्दै हेलो बेबी, हेलो पुकु, उठ्नु भयो। मेरो पुकुरलाई उठ्नुहोस्, यता हेर्नु, उठेको मम्मा हेर्नु थियो, नि। खेल्छ। हामी बुबु खान्छौँ। भाइ उठ्यो अघि, अन्त बाबासँग बस्नु भयो भाइ त। एकछिन, हामी अब बुबु खान्छौँ। आमा बुबु दिनुहुन्छ। अघि उठेको हामी भन न, हामी अघि उठेको। अहिले अब हामी बुबु खान्छौँ। हेलो भन। जग्गी उठेर बाहिर बसी बाबासँग धेरै बेर खेल्यो। अनि अहिले चाहिँ बुबु खान्छ अरे। अनि हामी रुममा आएको है। हजुर भन न, आऊ बस्नुहोस् त यहाँ बस्नुहोस् त, मम्मा बुबु दिन्छ। अहिले बुबु खाएर भेट्छु, इचो इचो गर्नु।
गरममा सब्जी पारिदिन्छ आमा। त्यस्तै हुन्छ काकी, किन आँखा रातो रातो भएको यसको? पुकु बोजू हेलो भन। यहाँ चाहिँ पुकुको खाना पाक्यो। अब चाहिँ म पुकुलाई खाना दिन्छु। खाना छ, पानी छ। पुकु त यहाँ सुतिरहनु भएको छ, टिभी हेर्दै हो। मम्मा दिन्छु। अब चाहिँ हामीले खानासाना डिनर गरिसकेर चाहिँ अब बेडमा के अरे रुममा पनि आएको हो। अन्त अहिले चाहिँ टिभी हेर्दैछौँ म र छोरो। अनि अरू चाहिँ सबैजना जानुभयो, आफ्नो आफ्नो रुममा जानुभयो। ल आजको लागि यति नै थियो। भोलिको ब्लगमा भेटौँ। गुड नाइट भन है। पुकु गुड नाइट भन्नुहोस्। गुड नाइट बाई।